अनि त्यसको दाइ मास्टरले चाहिँ मलाई फोन गरेर जतिखेर नि ब्याज हाल्दे भनेर भन्छ नि मैले चाहिँ कहाँबाट लिएर हाल्नु त अनि भाडा छोडेपछि कहाँबाट लिएर हाल्नु यस सब तेरै कारणले त खाएको नि मैले भाइ मास्टर भाइ एकचोटिलाई मिलाइदिनुस् न त जसलाई तैँले कहिले देखि छैनस् आज उसैले तेरो उठीवास हुनबाट बचाइ मुना र चन्द्र भने अहिले फेरि चापागाउँ गएका छन्। अहिले चापागाउँ जान साथ मुना र चन्द्रसँग कोठा भाडामा आएका छन् र चन्द्रले अहिले मसँग पैसा छैन पछि मिलाउँला दाइ भन्दाखेरि त घरबेटी साहुले त मानेका थिइन् तर पनि बुढीको किचकिचले गरेर राजु मास्टरलाई भन्न बाध्य भए। चन्द्रले दाइलाई सबै कुरा भनिसकेपछि तुरुन्त फोन गरेर अहिले आधी घन्टाभित्रमा तँहरू मेरो घरमा छोटो गइहाल भनेर भनेका छन्। त्यसपछि घरबेटी साहुले बुढीलाई एक थप्पड हान्दा तैँले चाहिने भन्दा बेसी गरिस् भनेर यसको तर्फबाट म माफी माग्छु एकचोटिलाई मिलाइदिनु भनेर मुनाले एकचोटिलाई छोडिदिनुहोस् न त बा भनेर अहिले भने बाउले एकचोटिलाई बल्ल तल्ल मनाएको छु भनेर ल दाइ मैले एकचोटि मिलाइदिएको छु अबदेखि यस्तो नहोस् भनेर भनेका छन् र घरबेटी साहुले बुढीलाई भनेका छन् कि देखिस् तैँले मुनालाई पहिले पनि यो घरमा नोकर राखेको होइन भाडा मात्नलाई आज तैँले त्यही मान्छे काम लाग्यो तैँले जहिले पनि कुकुरलाई जस्तो व्यवहार गर्थिस् आज तँलाई त्यही मान्छे काम लाग्यो भनेर भनेका छन्। सत्यता यही नै हो साथीहरू राजु मास्टरले चाह्यो भने उनीहरूलाई तुरुन्त घर खाली गर भनेर भन्न पनि सक्थ्यो तर मुनाले बुवा एकचोटि छोडिदिनुहोस् न त भनेर बाउले पनि बुहारीको कुरा काट्नु नसकेर एकचोटिलाई छोडिदिएको छ। उता कान्छा भने दिनरात मातेर आएर घरमा किचकिच गर्ने खालि त्यस्तै व्यवहार देखाउन थालेका छन् साथीहरू। यता आमा भने एक्लै भएका छन्। साथीहरू आजको भिडियो यति भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गर्नु पनि नबिर्सनु होला।